भिडियोमा सुनेको अब आधा 0.17 जो त्यहाँबाट पैसा आउँछ तिमीहरूलाई होइन कि मलाई बुझ्यौ तिमीहरूलाई के हो तिमीहरूलाई चाहिँ यो सोकेस गर्ने काम हो आफ्नो जति सिकाएको कुराहरू त्योबाट तिमीको बिजनेसको लागि पनि यहाँ इन्टरफेस एउटा प्लेटफर्म पायो जसमा चाहिँ मार्केटिङ गर्न सक्छ हो हाम्रो चाहिँ बुके बिजनेस इन्टरनर्स त्यसमा चाहिँ हामी त्यसको बारेमा पनि यसमा हाल्छौँ जसले चाहिँ मार्केटमा आउँछ अर्डर पनि पाउन सक्छौँ तिमी के भन्छौ त त्यो वारबारे तिमीले मास्टर अङ्कन बारे क्यामेरा छैन भने म पनि रेकर्ड गर्ने मान्छे होइन है म क्यामेरा सामना गर्दैन अब यो गर्दैछु स्टार्ट गर्दैछु म गर्दैछु भने तिमीले गर अरू आफ्नो बिजनेस सेटल गरेर फ्युचर गर्दा जस्तो लाग्दैन मलाई है आफ्नो बिजनेस गुम भएपछि गर्छौ गर्दैन होइन महिना त 1-2 लाख कमाएपछि आफ्नो बिजनेसबाट अनि सोसियल मिडिया कन्टेन्टबाट चाहिँ सोचना ही नहीं है उसके बारे में खुद मालिक बनना है राखेर तर जब पनि जब गरे म पनि त्यस्तै सोच्थेँ तर जब गरेपछि एक्सपिरियन्स धेरै राम्रो हुन्छ अरूको अन्डरमा प्रेसर है अरूको त्यो वर्किङ इन्भाइरोमेन्ट तिमी डाइरेक्ट आफ्नै थालेपछि अहिले त म सिकाइरहेको छु है तर डाइरेक्ट थालेपछि चाहिँ तिमीको इन्टर्नसिप टाइपको हो क्या तर आफ्नो बिजनेस डाइरेक्ट थाल्नेहरूले चाहिँ जो प्रोफेसनलिजम हुन्छ त्यो देख्दैन क्या त्यो हुँदैन सबै कुराहरू तिनीहरूलाई कतिलाई प्रपोजल लेख्न आउँदैन कतिलाई डिजाइन बनाउन आउँदैन कसरी बोल्छन् एकअर्कासँग कोही आउँदैन म भन्छु तिमीलाई यसरी बोल्नुपर्छ त्यही भएर तिमी बोल्छौ होइन अनि डकुमेन्टेसन हुन्छ मेन इम्पोर्टेन्ट उसको लागि लिगल कुराहरू हुन्छ सबै सिकिन्छ त्यो अरूको अन्डरमा फेसबुकले पनि रेट बढाएर weekly progress what does it mean weekly त्यो एनालिटिक्सको पार्ट हो कि एक विकमा कति प्रोग्रेस गर्यो लास्ट विक भन्दा त्यस्तो यो पनि म सबै कुराहरू एक्सप्लेन गरिदिन्छु अब तिमीले के भन्छौ फाइनल गर पछि गएर हुन भन्नु नेक्स्ट मैले त त्यो हाम्रो बिजनेसको लागि बिजनेस बारेमा सबैले गर्ने हो मैले त्यो कमाइ भएछु तर अलग एउटा टपिक चाहिँ तिनवटा कुरा गर्ने हो तिनवटा कुरा भनेको एउटा अहिले जुन टपिक खोज भनेको छु मैले एउटा त्यो लिने एउटा चाहिँ इन्डिभिजुअल आफ्नो बिजनेसलाई सोकेस गरेर बोल्ने अनि नेक्स्ट चाहिँ ग्रुपमा हुन्छ तिमीहरूको ग्रुपवाला जस्तो अहिले सुनिलले हालिरहेको छ त्यस्तो एउटा चाहिँ एउटामा चाहिँ सुनिले तिमीले कसैले पनि गर्दा हुन्छ एउटा ग्रुपमा चाहिँ इन्टरनल हाम्रो पेज त्यसमा अन्त इन्डिभिजुअल गर्ने तिमीहरूको इन्डिभिजुअल पेजमा हाल्ने एकअर्काको पनि सेयर भयो म्याक्सिमम सेयर ग्रुपहरूमा जोइन हुने होइन त्यो म सबै भन्छु भएर अनि भ्यूहरू कसरी गर्छु तिनीहरू पनि होला सो एउटा टपिक सोच म यता राउन्ड हाल्न सक्नु एआई टुल्समा कतिवटा त्यो सिरिज गर्दा नि हुन्छ टुलहरूको तिमीलाई चलाउन आउँछ कस्तो क्याटेगोरी दिन्छौ स्टुडेन्टहरूलाई काम लाग्ने एआई टुल्सहरू स्टुडेन्ट लाइफमा स्टुडेन्टले कि त बिजनेसको स्टुडेन्ट अहिलेसम्मको आफ्नो जर्नीलाई सेयर गर्न चाहिँ मलाई कम्प्रेसिभ गर्दा त्यो इन्डिभिजुअलमा गर्ने अहिले त्यही इन्डिभिजुअल तिमी आफ्नो हाल्छौ एउटा जुन टपिक एक्सर्साइज गर्छ त्यो हामी मेलामा हाल्छौँ बुझ्यौ एउटा जुन ग्रुप छ त्यो इन्टरनल्समा हाल्ने तिनवटा क्याटेगोरी छ एआई फर स्टुडेन्ट्स है त्यसमा मात्रै छ एउटा मैले लिस्ट पढाएको थियो नि ब्लग हेर्दाखेरि त्यो स्टुडेन्टले मात्रै तिम्रो हेर्ने जस्तो हुन्छ कि लाइक तिमी आदर्शमा पढ्छौ होइन आदर्शकोले मात्रै हेऱ्यो भने तिमीलाई 2-400 भ्यू आउँछ त्यहाँबाट फेरि एक्सटेन्ड हुन्छ किनकि तिम्रो साथीको साथीकै यहाँको अल्गोरिदम त्यसो चल्छ है अनि साइडबाट अल्गोरिदम थाहा भने त्यो छ कि छैन म अहिले यो वाइफाईमा चलाउँदैछु भने चाहिँ अरूले जसरी एउटा फोनमा मैले हेर्दैछु भने एकछिनमा मेरो फोनमा त्यही आइरहन्छ कि त्यो सेन्ड भयो कि वाइफाईको कनेक्सन भयो त्यो चाहिँ हुन्छ क्या त्यस्तो धेरै कुराहरू छ सुने क्यामेरामा के गर्छ यसको बारेमा बताउने त्यसमा सब्सक्रिप्सन कसरी लिने त्यो पनि बताउनु त्यो थाहा हुन्छ सब्सक्रिप्सन चार्ज छ त्यो एउटा टेक्निक छ त्यो सिक्यो भने चाहिँ आज क्यामेरा छ उसमा
बट क्यानमा हुनुहुन्छ क्याम्परको नै आउँछ क्याम्पर नै आउँछ फर्स्टमा चाहिँ उसँग ज्ञान ल्याऊ अनि कम्प्युटरमा यहाँ ट्राई गर हो कसरी गर्न सिकाइ माग्यो अनि आफै ट्राई गर त्यो ट्राई गर्दाखेरि चाहिँ त्यो जसले रेकर्ड गरेको कति गर्ने स्क्रिन रेकर्ड गर्यो हो हामीसँग सधैँ चाहिँ माइकहरू एयरफोन छ तिनीहरू फर्स्टमा चाहिँ गर त्यो तरिका सिकेपछि अरूले पनि गर्न सक्छ प्रोहरू युज गर्न सक्छ अनि त्यसपछि क्यानभाको पनि सिकाऊ त्यसपछि अर्को के टुल हुन्छ त्यसको पनि रिसर्च गर त्यो सिकाऊ 5-7 टुलको भिडियो बनाएर हाल्यो है अनि दिमागमा के राख्ने कि आफ्नो अडियन्सले चाहिँ प्रोडक्टिभ फिल गरोस् होइन के भ्याल्यु दिन आएको छु भनेर फिल आओस् क्या जस्तै म के पढेको छु म त्यो मसँग एक्सपिरियन्स म के सिकाउँदैछु हाम्रो चाहिँ मान्छेहरू बढी पठाउने चान्सेस हुन्छ नि त नतिलाई जस्तै बजारमा पनि कम्प्युटर सिकाउँदाखेरि चाहिँ कतै सिक्यो काम गऱ्यो होइन थाहा छैन होइन त्यो त सोध्दैन नि त कसैले भेडा हो हामीहरू होइन साथी गयो भने हामी जान्छौँ भाग्यवश राम्रो भयो भने त राम्रो भयो नराम्रो भयो भने त्यही मजा राम्रो जाँदैन तिमी पनि भेडा हो भेडा नभन्छ राम्रो ठाउँ पढ्ने त द्याट्स गुड होइन नराम्रो ठाउँ पढ्ने त भारी दिन सिक्ने केही होइन है हामी पनि बजारमा डुल्दै गएको थियौँ अनि साथी र आफू सिक्नु भयो ल यहाँ ठिक छ भने यहाँ सिक्छ भनेर सिकेको विदाउट एनी रिसर्च त्यहाँ पढाइ हामीलाई के झर्को छ फोटो सब हेरेको थियौँ राम्रै के अर्कै गरेर वेबसाइट डिजाइनको पनि के गरेर त्यो पनि थाहा त्यस्तो नहोस् के है आफूले पढ्दाखेरि स्किल चाहिँ सक्नु नि त कम्प्युटर जहाँ पनि काम छैन त्यो अनुसारको जानु के छ तिम्रो चाहिँ त्यो सब्सक्रिप्सनवाला फ्रीमा कसरी युज गर्नु है त्यो युज फर्स्ट न 4-5वटा सफ्टवेयर रिसर्च गरेर हाल जुन चाहिँ काम लाग्छ हामी यो बिजनेस त्यसपछि चाहिँ त्यो क्यानभा पनि सिरिज गर्नु क्यानभा सिक्नु लोगो डिजाइन होइन अरू चाहिँ हाम्रो तबहरू हामीले के सिकेका छौँ प्रोफेसनलाइजको लागि ब्लगको लागि चाहिँ होइन फेसबुक पोस्टहरूको लागि चाहिँ तिम्रो चाहिँ मजाको सिक्यो तिम्रो जुन हामी यो बिजनेसको बारेमा जोसित कन्टेन्टहरू बनाउँछौँ नि त्यो हामी कोर्स केमा गर्छौँ फर्स्टमा मेलाले होइन बिजनेसवाला चाहिँ तिमीहरूको चाहिँ इन्टरनल्समा मेलाबाट मैले सेयर गर्नु बिजनेसवाला इन्टरनल्समा बिजनेसवाला इन्डिभिजुअल चाहिँ हाम्रोमा अनि तिमीहरूलाई चाहिँ त्यहाँ मेलामा हालौँ डाइरेक्टली भन्नु पनि म हालिदिन्छु केही फरक पर्दैन मेलामा हालेर उसमा सेयर गरे पनि हुन्छ त्यो गरे किनकि उसको रिच बढिसक्यो हो त्यहाँ पनि फलोहरू गर्नु थाल्छ अनि एउटा इन्डिभिजुअल कन्टेन्टहरू आफ्नै पर्सनमा अनि अर्को जुन हामी टपिक चुज गर्ने हो त्यो केमा त्यो मेलामा स्कुल लाइफ भ्याल्यु इन्डिभिजुअलको लागि चाहिँ पर्सनल आफ्नो मेलामा आयुष क्रिस ई कमर्सको बारेमा भन्दा कस्तो होला इन्डिभिजुअलमा चाहिँ ई कमर्समा के ई कमर्सको टपिक चुज गरेर पहिला सिकेको जति सिकाउने सिरिज वाइज के चाहिँ सिकाउँछ ई कमर्समा कसरी स्टार्ट गर्ने कसरी युज गर्ने के त्यो हुँदैन किनकि तिम्रो आफ्नै भेरिफाई भएन जस्तै म इन्जिनियरिङ प्रोजेक्ट म्यानेजर भयो मैले सिकेँ मसँग एक्सपिरियन्स लिएर भएको छ मसँग प्र्याक्टिकल एक्सपिरियन्स छ एआई डेभलपर म अब सिकाउन सक्छु तिमीसँग एक्सपिरियन्स छैन तिमी सिकाएपछि चाहिँ नो भेल्यु तिमीलाई बिजनेस छ नि सक्सेसफुल हुन्छ नि त्यसपछि चाहिँ गर्नु नेपाली त हामीले आफू केमा छ बोल्ने हो त्यो कुरा चाहिँ हामीले बारेमा भन्ने मन छ यो नि तिमीहरू एक्सपर्ट छैन अब मास्टर जङ्सनमा यत्रो समय बिताइसक्यो उसको टाइम पिरियडमा चाहिँ के भयो म चाहिँ भन्नु बोल्ला पनि होइन तिमी के भन्यो भने उहाँहरू बारेमा चाहिँ अनलाइनमा छ त्यो कन्टेन्टहरू चाहिँ फ्याक्ट कुराहरू त हामीले बोल्न सक्छौँ हो अब वेबसाइट डेभलपमेन्ट अहिले स्टार्टै भएको नि टपिक त्यो सिके पछाडि मैले भेरिफाई गरेँ पछाडि त ठिक छ तिमीले राम्रो गर्यो तिमीहरूको कोड रिभ्यूहरू हेरेँ त्यस पछाडि चाहिँ त्यस्तो कन्टेन्टहरू भर्खर त्यसलाई नै खानु लाग्यो किनकि मलाई थाहा छैन छैन यस्तो कन्टेन्टहरू
जुनमा हामी एक्सपर्ट छौँ, जुनमा हामी बोल्न सक्छौँ, कन्फिडेन्स छौँ, आफूलाई एक्सपिरियन्सहरू छ, जुनमा चाहिँ बोल्न सक्छ त्यो चाहिँ जसले हेर्छ त्यसले चाहिँ भ्याल्यु अफ कन्टेन्ट यस्तो गर नि त दुईजना चाहिँ न्युजमा बोल्यो हामीसँग न्युजहरू त अफिसियल आउँछ नि त हामी लिन सक्छौँ होइन अगाडि आएर जस्तै एउटा रुटिन अफ नेपाल भन्दा कस्तो फेमस रुटिन अफ नेपाल भन्दा उनीहरूले न्युजमा चाहिँ सेयर गर्छ तर एड्सहरू मिलियनमा भ्यू आउँछ चाहिँ कति होइन अनि यस्तै इन्डिभिजुअली मान्छेहरूले रिसर्च गरेर फ्याक्ट कुराहरू ल्याएर पनि बोल्छन् क्यामेराको है रिसोर्सेसहरू मेन्सन गरिदिरहेको हुन्छ किनकि हामीले त्यहाँबाट सुने हो जुन चाहिँ गेसहरू हुन्छ त्यो पनि यस्तो हो कि भनेर हामीले पोस्ट गर्न सक्छौँ हामीलाई कोही क्वेसन गर्दैन त्यसमा यति भ्यू आउँछ भाइ एउटा डिलियन भन्ने पेज छ इन्टरनेसनल एउटा नेपाली पनि छ सायद अस्ति भर्खर देखिरहेको छ इन्डिभिजुअल न्युजहरू भन्छ न्युज ड्याडी भनेर चाहिँ एउटा यस्तो बवाल भ्यू जान्छ त्यसको किनकि हामीले के सोच्छौँ कमन मान्छेले के सोचिरहेको छ त्यो न्युजलाई उसले एक्सप्रेस गर्छ कि क्यामेराहरू हुन्छ त्यो भएपछि त मान्छेले रिलेट गर्छ नि त म जस्तो मान्छे हजारजना होला नि त्यसमा उनीहरूले रिलेट गरेर सेयर गर्छ लाइक गर्ला है एकजना ऊ वाला गर म जो अहिले जुन घटनाहरू घट्दैछन् दुइटा गर्न सकिन्छ घटनासँग सम्बन्धित भएर कि न्युज दुइटा गर्न सकिन्छ एउटा बिहान एउटा साँझो है दुइटै सकेको एउटै न्युज गर्ने म्यामले हो खासमा है तिमीहरूलाई चाहिँ अपर्च्युनिटी मात्र ल अब चाहिँ तिमीहरू बिजनेसतिर लाग एकछिन कति समय पाउँछौ अनि त्यसपछि चाहिँ त्यो टपिक सोचेर चाहिँ भोलि हामी रिसर्च गर्न सिकेर त्यसमा स्क्रिन लेख्छौँ अनि एउटा भिडियो रेकर्ड गर्छौँ आज